बेला म चाहिँ अछाम आइरहेको छु अनि 2-4 चोटि पैदल यात्रा पनि गरेको छु। अस्ति खाली खुट्टा पैदल यात्रा गरेपछि र मलाई के फिल भयो भने नेपालकै सबभन्दा गरिब जिल्ला अछाम छ किन भयो भन्ने प्रश्न मलाई बारम्बार भयो कि त्यो प्रश्नले हानिराख्दा के कुरामा हामी जोडियो भने शिक्षा पछाडि भयो भने गरिबी पनि झन् पछाडि जाँदो रहेछ कि अनि शिक्षा नै ज्ञानसँग शिक्षा जोडिएको छ के अरे ज्ञानसँग गरिबी जोडिएको छ अनि गरिबीसँग ज्ञान जोडिएको छ भन्ने फिल भयो मलाई। त्यो भएको भएर अहिले हामीले बैलपाटा हस्पिटल र जिल्ला कारागार अछामलाई टार्गेट गरेर केही पुस्तकहरू लिएर र पुस्तकालय स्थापना गर्नका निमित्त चाहिँ काठमाडौँबाटै हामीले काठमाडौँका गल्ली गल्ली पुस्तकालय धायौँ अनि साथीहरूलाई पनि आग्रह गऱ्यौँ, विनम्र अनुरोध गऱ्यौँ र अन्तिममा अब कति बुकहरू पुगेन र त्यो बुकहरूलाई चाहिँ आफै व्यक्तिगत रूपमा किनेर भए पनि यहाँ ल्याएर आएका छौँ। तपाईँहरूले भ्याएको समय फुर्सदिलो समय जसरी यो हाम्रो बुनेर बसिराख्नु भएको छ केही समय चाहिँ अध्ययनमा पनि लगाएर केही यसको चाहिँ सदुपयोग गर्नुहुनेछ भन्ने ठुलो विश्वासलाई पनि हामीले लिएका छौँ। र आज चाहिँ जन्म जयन्ती पनि हो बुद्ध तपाईँको बुद्ध जयन्ती हो। आज बुद्ध जयन्तीको अवसरमा चाहिँ यो कामहरू चाहिँ हामीले गर्न पाए राम्रो हुन्थ्यो भनेर म काठमाडौँबाट हतार चाहिँ यहाँसम्म पुगेँ। अनि बुद्धको बारेमा तपाईँहरूलाई थाहा नै छ, धेरै कुरा भन्नु परेन। र अनि अर्को कुरा मलाई के लाग्छ भने दुःख अभाव यो समस्यालाई चाहिँ समाधान गर्ने एउटै आधार चाहिँ ज्ञान रहेछ कि ज्ञान हामी समस्या देखाउँछौँ अनि दुःख भन्छौँ अनि हामीसँग ज्ञान छैन, हामीसँग अनुभव छैन भने चाहिँ हामीले यी दुःख समस्यालाई चाहिँ चुनौतीलाई चाहिँ हामी समाधान गर्न सकिँदैन रहेछ। हामीसँग पर्याप्त ज्ञान भयो भने हामीलाई त्यसको आइडिया थाहा हुन्छ, आइडिया थाहा भएपछि हामीलाई पैसा कमाउने माध्यम थाहा हुन्छ, पैसा कमाउने माध्यम थाहा भइसक्यो के अरे यो ज्ञान भएपछि हामीलाई स्किलको बारेमा थाहा हुन्छ अनि त्यसपछि अनुभव थाहा हुन्छ अनि ज्ञान मात्रै भयो भने हामी आत्मनिर्भर हुँदो रहेछ भन्ने मैले आफूले आफूलाई चाहिँ फिल गरेपछि तपाईँहरूले पनि पर्याप्त ज्ञान आफूमा लिनुभयो भने अनि तपाईँ आफैमा आत्मनिर्भर बन्नुभयो भने चाहिँ तपाईँमा समस्या पनि देखिँदैन, दुःख पनि आउँदैन, चुनौती पनि आउँदैन रहेछ कि अनि त्यो चुनौती त्यो समस्यालाई चाहिँ सामना गर्न त्यो चुनौती र समस्यालाई चाहिँ तोड्नका निमित्त तपाईँले चाहिँ पर्याप्त ज्ञान चाहिँ हासिल गर्नुपर्दो रहेछ भन्ने मैले फिल गरिसकेपछि तपाईँहरूमा पनि त्यो ज्ञान बाँड्नका लागि आज बुद्ध जयन्तीको दिन चाहिँ म तपाईँहरू सामु चाहिँ उपस्थित भएको छु। अनि अर्को कुरा मलाई के लाग्छ भने संसारका खतरनाक अपराधी र डरलाग्दा आतङ्ककारीले यदि कलिलो मस्तिष्क सधैँ राम्रा किताबहरू राम्रा पुस्तकहरू पढ्न पाएको भए चाहिँ ती गौतम बुद्ध बन्न सक्थे भन्ने कुरामा चाहिँ मलाई विश्वास लाग्छ र तपाईँहरूमध्ये पनि यो बाटोमा चाहिँ अहिंसाको बाटोबाट चाहिँ ज्ञान चाहिँ प्राप्त गर्नुहुन्छ भन्ने चाहिँ मैले ठुलो विश्वास लिएको छु। अनि पुस्तकले चाहिँ मानिसभित्र भएको हिटलर र जङ्गबहादुरलाई चाहिँ गौतम बुद्ध बनाउने ताकत पनि बोकेको हुन्छ। त्यो पुस्तकभित्र चाहिँ हिटलर जस्ता शासकहरू जङ्गबहादुर जस्ता शासकहरूलाई त गौतम बुद्धतिर लिने बाटो चाहिँ यही पुस्तकहरू पढेर चाहिँ प्राप्त हुन्छ भन्दै लोप हुन लागेको र ध्वस्त हुँदै गइरहेको पठन संस्कृति जोगाउन र यो पठन संस्कृति विकास गर्नका निमित्त केही इट्टा हामीले चाहिँ थप्छौँ भनेर चाहिँ यो लाइब्रेरी यो पुस्तकालय चाहिँ कारागार र बैलपाटा हस्पिटलमा चाहिँ हामी स्थापना गर्नका लागि तपाईँहरू सामु उपस्थित भएका छौँ। मेरा 2 कुरा यहीँ राख्छु। धन्यवाद। जय देश। धन्यवाद जुन कैदीबन्दीका तिरमार्का बुझेर कैदीबन्दीलाई एउटा बौद्धिक मार्गमा लैजानुपर्छ र उनीहरूका तिरमार्कालाई बुझ्नुपर्छ भन्ने उद्देश्यका साथ तपाईँहरूले एउटा उद्देश्य बोकेर आउनुभएको छ। त्यो उद्देश्य योभित्र बस्ने सुधार गृहभित्र बस्ने सम्पूर्ण साथीहरूले पनि आत्ममनन गर्नुहुनेछ र मनन गरिरहनेछन् र यसको भरपूर अध्ययन गरेर आफ्ना मनका इच्छाहरू पुरा गर्नुहुनेछ भन्ने उद्देश्यका साथ यहाँहरूलाई पुनः मैले हार्दिक आभार प्रकट गरेँ। समय छोटो हुन्छ त्योभन्दा अगाडि मैले केही साना कुराहरू यहाँहरूको माझमा पनि राख्ने अनुमति चाहेँ। म सर्वप्रथम यो कारागारको वस्तुस्थितिको बारेमा यहाँहरूलाई भन्न चाहन्छु। अछाम जिल्लाको मुटुमा रहेको एउटा कारागार जुन सुधार गृहकोमा लिएको छ। यस सुधार गृहभित्र अहिले हाम्रो जम्मा 82 हामी छोटकरी भन्दा हामी 49 जना
कैदीबन्दी 29 जना थुनुवा साथीहरू, 4 जना महिला, 2 जना, त्यसमा पनि 6 जना महिलामा 2 जना चाहिँ कैदी थुनुवाहरू र 1 जना आश्रित गरेर हामी यो कारागारमा बसिरहेका छौँ। यो कारागारको स्थितिको दृष्टिकोणले हेर्दा बसाइको दृष्टि खुम्चिलो अवस्थामा छ। हामीमा पर्याप्त मात्रामा भौतिक सुविधा सम्पन्न नभए तापनि हामीले यसलाई एउटा कैदीबन्दीभित्र या थुनुवाको रूपमा बसिरहेका साथीभाइहरू जसरी मिलेर बसिरहेका छन्, यो यहाँलाई मैले अवगत गराउन चाहन्छु। यहाँ कुनै पनि खालको नराम्रो प्रवृत्ति हुने अवस्था सिर्जना भएको छैन र यहाँ बस्दै गर्दा हामीलाई एउटा मुख्य समस्याको रूपमा मैले प्रमुख जिल्लाधिकारीज्यू पटक विगतका दिनहरूमा पनि मैले आफू भएको बेला मैले समस्याहरू राखेँ। सबभन्दा पहिलो समस्या यहाँ एउटा खानेपानीको समस्या। हामी बर्सातको बेला अहिले आकाशबाट पानी पऱ्यो भने हामीले त्यो पानी धमिलो पानी पिउनुपर्ने बाध्यता छ। बर्सातको पानी आउँछ, पानी हामी कतिपय अवस्थामा हामीले गुनासा कुराहरू हप्तौँ दिन पनि नुहाउनु सकिने अवस्थामा सिर्जना भएको छ। पानी नुहान छैन, स्रोत छैन। स्रोत भएर पनि हामीले यसलाई प्रयोगमा ल्याउन सकेका छैनौँ, दूषित पानी पिउनु बाध्यता भएका छौँ। म एउटा सानो यहाँलाई अपेक्षा राखेँ, हामीलाई खानेपानीको रूपमा एउटा फिल्टर पहिलादेखि मैले भनिसकेको पनि राखेको थिएँ। फिल्टरको व्यवस्था भइदिएको भए हामी त्यो पानीलाई शुद्धिकरण गरेर पनि पिउन सक्थ्यौँ कि भन्ने आशामा थियौँ। तर कुनै पनि निकायबाट हामीले पटक गुहार माग्दा पनि कुनै पनि निकायबाट फिल्टरको व्यवस्था पनि भएन, यो पानीलाई शुद्धिकरण व्यवस्था हुने व्यवस्था भएन। हामीले एउटा दूषित बाध्य भएका छौँ। यो एउटा समस्या, प्रमुख समस्याको रूपमा देखापर्छ। यो श्रीमान प्रमुख जिल्ला अधिकारी मार्फत यसको ध्यान आकर्षण होस् भन्ने मेरो सबभन्दा पहिले आर्थिक प्रशासनको तर्फबाट त्यही समस्याको मैले यहाँहरू दर्शाएँ। र अन्य कुराहरू, हाम्रो बजार टाढा छ। अहिलेको महँगीले गर्दा महँगी बढिएको छ। सामान भने जस्तो पाइन्न, टाढाबाट ल्याउनुपर्ने हुन्छ। यसको पनि समस्या देखिएको छ र हामी उद्यमशील साथीहरू धेरै छन्। मैले हजुरको माझमा एउटा डाइनिङ टेबल हामी अगाडि मार्न छौँ। हामी निर्माण गर्छौँ, बजार छैन, बजारमा बिक्री हुँदैन। हामीसँग 100वटा कुरा छन्। मैले यहाँलाई अहिले अनुरोधमा अनि देखाउँला। हामीले अगरबत्तीको तालिम लियौँ, अगरबत्ती बनाएका छौँ। लगभग हामीसँग 5-6वटा पेटी छन्। हामीले बजारसम्म पुर्याउने अवस्था छैन। हामीसँग होजियारी तालिमको लिएका साथीहरू छन्, ढाका टोपी बिनेका छन्। ती ढाका टोपी बिक्री हुने, उनका टोपीहरू बिक्ने ठाउँ छैन। हामी त्यो मर्कामा परिरहेका छौँ। यसको व्यवस्थापनका लागि पत्रकारज्यू आउनुभएको छ, समाजसेवी युवा नेतृत्वहरू आउनुभएको छ। यहाँहरूले पनि अछाम कारागारमा भएका बुढाहरू, ढाकाका टोपीहरू र यहाँ भएका अगरबत्ती बनेका जुन अगरबत्तीहरू छन्, उनीहरूलाई बजारसम्म पुर्याउने, बजारसम्म बिक्री हुने खालको यहाँहरूबाट प्रयास गरिदिनु होला भन्ने हामीले अपेक्षा साथ मैले यी गुनासाहरू राखेँ। अन्य सम्पूर्ण कुराहरूमा केही कुराहरू व्यक्तिगत कुराहरू त हामीसँग कसैका केही पनि छैनन्। सबै कुराहरू हाम्रै छ। अहिलेको जेनजी सरकार बनेको छ। मैले पत्रकारज्यू आउनुभएको त एउटा 2 वर्षभन्दा अगाडि हामीमा एउटा कैद माफी बिना भन्ने हुन्थ्यो। कतिपय साथीहरू कैद कट्टा माफी बिना घर जाने गर्थे। तर अहिले पछिल्लो समयमा बन्द भएको छ। यसको लागि पनि यहाँहरू मार्फत हाम्रा गुनासाहरू के कसरी समाधान गर्न सकिन्छ, यी कुराहरूप्रति चासो जाओस् भन्ने म आफ्ना भनाइ राख्दै यहाँहरूबाट ओजेल लिन्छु र यस कार्यक्रमको समापनसहित आफ्ना भनाइ, सुझाव, सल्लाह राखिदिनु हुन म प्रमुख जिल्लाधिकारी श्रीमान प्रमुख जिल्लाधिकारीलाई अनुरोध गर्दै म पनि यसबाट बिच मार्दैछु। नमस्कार। आजको यस पुस्तक हस्तान्तरण कार्यक्रममा उपस्थित हुनुभएका कारागार प्रशासकज्यू, समाजसेवी मदन बुढाज्यू, नेपाल पत्रकार महासङ्घ शाखाका उपसभापतिज्यू, जनक साहज्यू लगायत यहाँ अन्य उपस्थित सबै सरहरू, सुरक्षाकर्मी साथीहरू, म हार्दिक नमस्कार गर्न चाहन्छु। सर्वप्रथम त आज करिब 200 थान पुस्तक हस्तान्तरण गर्ने मनसभा राखेर यहाँ उपस्थित हुनुभएकोमा मदन बुढा सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र यी पुस्तकहरू खाली समयमा अध्ययन गरेर आफूमा भएको मनोवृत्तिमा सकारात्मक चिन्तनको सुरुवात हुनेछ, सकारात्मक चिन्तनको जागृत हुनेछ भन्ने मैले आशा लिएको छु।
यहाँहरूले जस्तो समय यहाँ धेरै जस्तो साहित्यका किताबहरू पनि मैले देखेँ। साहित्यमा रुचि राख्ने साथीहरू पनि हुनुहुन्छ होला। ती कुराहरूलाई यहाँहरूले अध्ययन गर्नुहुनेछ र फुर्सदको समयको सदुपयोग हुनेछ भन्ने मैले आशा गर्दछु। र यहाँ कारागारको बारेमा धेरै कुराहरू राख्नुभयो हाम्रो चौकीदारज्यूले। खानेपानीमा एउटा फिल्टरको कुरा गर्नुभएको छ। मैले आफ्नो तर्फबाट सक्दो पहल गर्नेछु। खानेपानी निवेदन कार्यालय पनि छ। म दाङमा हुँदाखेरि कारागारका कैदीहरूलाई एउटा फिल्टर, ठुलो फिल्टर उपलब्ध गराइएको थियो। त्यो अनुभव पनि छ मलाई। र यहाँ चाहिँ हरसम्भव मैले प्रयत्न गर्नेछु। र यो अलिकति यो खडेरीको समयमा यहाँ मङ्गलसम्म चाहिँ खानेपानीको चरम समस्या रहेछ, मैले त्यो पनि बुझेको छु। र यहाँ भएको समस्यालाई समाधान गर्न हामी कारागार प्रशासनसँग समन्वय गरेर हामीले प्रयत्न गर्नेछौँ। यसै गरी यहाँ उत्पादन भएका मुढाहरू, ढाकाटोप, जुन होजियारीका कुराहरू राख्नुभयो, यसको बजारीकरण गर्न र यसको प्रचार प्रसार गर्न कारागार प्रशासनले पहल गर्नुहुनेछ। मैले पनि प्रयास गर्नेछु। यहाँ नेपाल पत्रकार महासङ्घको उपसभापति आउनु भएको छ र उहाँ रेडियो गाउँघरका निर्देशक, कार्यकारी निर्देशक हुनुहुन्छ। यसमा केही पहल हुनेछ। यहाँ उत्पादन भएका मुढाहरूलाई बजारीकरण गर्न, यसको बिक्री वितरण गर्न, त्यसै गरी उत्पादन भएका यो मोमबत्ती भन्नुभयो होइन, अगरबत्ती भन्नुभयो, यस्ता बजियारी कुराहरू, उत्पादनहरू, ढाकाटोपीहरूलाई कुनै समयमा, विभिन्न समयमा, विभिन्न अवसरमा यसको बिक्री वितरण गर्न व्यवस्था बनाउन मैले पनि यसको लागि पहल गर्नेछु भन्ने यहाँलाई मैले प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र अन्तमा अब विभिन्न प्रतिबन्धमा परेर यहाँ तपाईँहरू 4 दिवारभित्र यहाँ सीमित हुनु भएको छ। र पहिले जुन भएको व्यवस्था थियो, जुन कैद छुटको, कैद बिनाको व्यवस्था, त्यो वर्तमान सरकारले पनि सुनवाई गर्नेछ भन्ने मैले आशा लिएको छु। र पछिल्लो चरणमा एउटा परलको पनि व्यवस्था छैन। राम्रो चालचलन भएका कैदीबन्दीहरूलाई पेरोलबाट पनि उहाँले घरमै बसेर हप्तामा एकपल्ट हुन्छ, महिनामा एकपल्ट घाँसी भएपछि हुन सक्ने त्यस्तो खालको पनि प्रावधान सरकारले व्यवस्था गरेको छ। यहाँहरूको असल आचरण, असल आनी बानी त्यस्तो छ भने, यहाँका व्यवहारहरू सकारात्मक छन् भने त्यो तपाईँहरूले पेरोलको पनि सुविधा लिन सक्नुहुन्छ। त्यो कुरा मैले तपाईँलाई थाहा नै छ, मैले फेरि पुनः यसलाई दोहोऱ्याएँ। र अन्तमा अछाम कारागारलाई पनि सम्झेर आफै यसको लागि लालायित भएर यहाँ हामीसँग समन्वय गरेर यो 200 थान पुस्तक हस्तान्तरण गरिदिनु भएकोमा हाम्रो साफेपहर नगरपालिका वडा 5का समाजसेवी मदन बुढाज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरू पनि यस कारागारमा हेल्थ क्याम्पेन होइन, स्वास्थ्य क्याम्प, त्यसै गरी काउन्सिलिङका कुराहरूमा र जसमा उहाँमा भएका चिन्ता, त्यस्ता खालका जुन डिप्रेसनका कुराहरू छन्, ती कुराहरूलाई समाधान गर्नको लागि त्यसतर्फ पनि हामी ध्यान दिनुहुनेछ र त्यसको लागि हामीले पनि पहल गर्नेछौँ भन्ने भनाइराख्दै आजको यो पुस्तक हस्तान्तरण कार्यक्रम यहीँ समाप्त भएको बताउँछु। धन्यवाद। Okay, thank you. Welcome.